अब धेरै होइन 2 के परे आधी किलोको भएर निकाल्छु हुन्छ हुन्छ नि बाबु पल्लिनु जाने हो फर्केर आउने हो बाबु सबैको अगाडि आउने हो ल हेर्नुहोस् के गरेर बलिनु जाने हो भनेर सोध्नुहोस् के गरेर जाने हो भनेर सोध्नुहोस् यो पक्रिनुहोस् हात बानिदिनुहोस् बुझ्नुभयो तर बानिदिनुहोस् मैले भने चाहिँ 4 लाख किडाङ हानिदिनुहोस् बहिनी छिट्टो बान्नुहोस् न छिट्टो एकदम छिट्टो बान्नुहोस् ल बाबु हुनु त हुन्थ्यो पछाडिबाट भए पनि भाइ पछाडिबाट धेरै नबोल्नुहोस् अहिले भर्खर सुन्नु भएन आज 2टा भिनाइरहेछ आज सुन्नुहोस् न है नत्र नदेखाएको हो र मान्छे जालीमा पनि हालेर देखाएको त है कुरा बुझौँ न आमाले जस्तो जन्माउँछ त्यस्तै पो जन्मिने हो त है म ठाडो जन्मिन्छ भने ठाडो जन्मिँदैन नि जुन संसारले जन्मिन्छ है ओ बहिनी के गरेको अहिले कुट्ने होइन क्या मैले भनेको त्यो कुट्ने हो क्या यो बहिनी त मान्छे बाबु मेरो अर्डरले हात बान्यो सबैको अर्डर लिने यो बहिनीलाई सानो सजाइदिने के दिने भन् त एकदम छिटो ल एकदम छिटो है बहिनी कसलाई छिराइदियो यसरी भन अन्तरु मन्तरु भन हल्ला नगरन्तरु सबैको सल्लाहले भन दुईजना छिरन्तरु भन बाबु आज पालो तेरै हो फर्स्टपति भन्दा डेन्जर भइसकेछ जिन्दगी ल हाँडीको पनि 14 नम्बरको कुलजुला बस्टल भर्सेससँगले 20 मिनटमा सक्यो हो एकैछिन न भाइ मित्र नबोल्नुहोस् न सुन्नु भएन यत्रो कुरा बुझिदिनुहोस् न यसलाई भन्नुहोस् ए भाइ भन्नुहोस् लु गइहाल भन्नुहोस् ल धन्यवाद है म 10 बनाउलाको बिन्ती गर्छु प्रायः जस्तो यो भाइले जादु मेरो हालिरहेको हुन्छ हुनु त यो भाइ यहीँको होला अथोरिटी चाहिँ मैले अनुमति चाहिँ यो भाइलाई जादु देखाउन एकदम दिइरहेको छु किन भन्दाखेरि मलाई एकदम मेरो आइडीमा मेरो उयसमा एकदमै मलाई यो मेरो भाइले एकदमै दाइ मलाई चाहिँ दिनु न मेरो पनि एउटा के गर्नुपर्ने छ म नि एउटा तामाङको बच्चा भने होइन यो भाइलाई मैले अथोरिटी दिइरहेको छु यो ठाउँमा म पनि देखाइरहेको हुन्छु यो खेल मेरो 1.5 घन्टाको हुन्छ बाबु जाने हो बस्दा अगाडि गर्दै ल बहिनी यो पक्ड यो भाइ जाला जस्तो छ कि मर्ला जस्तो छिटो भन न के गर्ला जस्तो देखिनौ म त ए भाइ भन ए भाइ लु गइहाल भन लु गइहाल भन्न चाहियो अरे बहिनीलाई भन्न यहाँनिर सबै ल्याउनु उडाइदिउँ बाबु बिस्तारी जाने हो ल बिस्तारी जाने हो लुकेर जाने बाबु छिपेर जाने हो जाँदाखेरि 3टा गाना गाउने हो ल सिधा ठाडो बस है त बहिनी यसलाई मन्त्र हान्ने सिधै माथि जान्छ मन्त्र हान्ने भागो यो पक्ड ड्याम कि ड्याम हान्ने अहिले चाहिँ जादु यतातिर आउनु बहिनी यो मान्छे मरेको जिम्मा लिने कि भाइको जिम्मा लिने बहिनी भाइको जिम्मा लिने ल यसरी पक्रिदिनु यसरी है जल्ने ल यसरी ल जान्छ ठचक्कै पक्रिनु मजाले है त हो बाबु लुकेर जाने हो छिपेर जाने हो जाँदाखेरि 3टा गाना गाउने हो टोक्रिन हल्लाइजाने हो ए भाइ भन्नुहोस् यसरी पक्रिनुहोस् न यसरी पक्रिनुहोस् मैले भने चाहिँ हल्यो कि यो हल्यो कि ड्याममै हानिहाल्नु अहिले हान्ने हिजो एउटालाई हान भनेको पशुपतिमा टाउको फुट्ने गरी हान्ने बिस्तारै हान्ने है त सिधा पक्रिनु ल बहिनी यसलाई तल माथि नभन्नुहोस् ए भाइ भन्नुहोस् कति फिट माथि जाने हो भन्नुहोस् त भन्नुहोस् ओ भाइ